चाहिँ अहिले माछा मार्न गइरहेको छु म हुसन दाई हामी सब गइरहेको छु उयो खोलामा एक लोटा लिएर उयो साइडमा अगाडि अगाडि गइरहेको छ अहिले ढुङ्गा हान्नुपर्छ एक सटकोमा टाप घर के भन्ने सिम्पल आयो सुतेर सुत्याइद आज सुताएको म आज सुत्दैन ए रोक टक 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 टिक टिक बाबु टक टक यता आउँदा उदो उदो यहाँ मान्छे आइमान्छ नि फोकस अलि फोकस क्यामेरा पनि हेर्न म कति फोकस गर्छु क्या त्यहाँ ल पकड हेर कहाँ जाने माछा मार्नु यही मारु न गौडा उयो तलदेखि मार्ला काट डालुङ्गा अब त्यसको उठपटाङ गरेर तेरियामा आफू यो मरला त्यो घाँडा छोरो उठेका काम नगर बिचरा किन त्यहाँदेखि गिराउने के होला भाइ तेरो हड्डी पनि भेटिन होला के ओहो त्यति ठुलो भेटियो त्यो हड्डी पनि भेटियो माथि करेन्ट लाग्ला उही यहाँनिर तार पनि चला हरियो चाहिँ मलाई लाग्ने करेन्ट आइज टच भएन आज अब नि आइज है बाबु त्यहीदेखि आएछ फर्केर मिले यतादेखि आन्छ त एक झट्केमै पट्के होला फेरि यही हामी सबै मर्छौँ रेकर्डिङ गएर त भाइरल उडाएको यहीँनिरको हालिए भजन थम्नेले तारले कति टच भइसक्यो थम्ने लाने हालेर हिँड्नु जाऊ छोड आना यार तपाईँ पहिला माछा मार्नु कस्तो जङ्गल छ क्या होइन हामी माछा माछा भेटिन्न कि नै यसैको लागि त यार छन् कि नै खोलो त धेरै ठुलो छ हुँदैन सुकेको न यार खोलो उता खोलो जाउँ के उता खोलो हाम्रो उताको त्यो पाइदान त्यो माथि गुवा हुन्छ क्या माथि फेरि हगे हुन्छ नि दिमाग खराब हुन्छ हगेका यता त माछा धेरै उता नि त हो त ए हगेका उता त माछा धेरै उडाउनु त हुन्छ कि म लुट्ने त हिँड्ने हामी यहाँ दौरा चोर्न आस्तो भएन केही छ माछा मारिने जस्तो केही छ यहाँको केही छैन त यो ढुङ्गामा हात हाल्न यो मुढामा सर्भ निस्किनु माथि के निस्किनु यस्तोमा हुँदैन सर हुँदैन सर तल होइन तल पाइँदैन जाऊ यसो पिसा माछाहरू परे 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 उही उही उयो पाइन्छ गाउँबाट जाउँ ढुङ्गा थन्किने त्यहाँनिर छन् हुन्न सायद यसो म गाडी आएँ परे हिँड्दा हात हाल्न समाज ए ला एरियामा पुग्यो अगाडि जान समाज म त गाडी छोड्दैन सिधै हो उनी को समात्ने तेरो क्या खाना ल्याएर तल यहाँ घरि अरे स्याल यही दुवाले के हो यो दुवाले भित्रमै स्याल छ फिक्सै अहिले छैन होला अहिले छैन पछि होला नि अहिले बस्यो होला त पछि रातितिर त निक्लिँदैन चप्पल समात्नु त राको मेरा सबैलाई दे हागो त्यसका उटपटाङ हेर न उटपटाङ भरेका साले मेरो माछा मार्ने जस्तो लाग्छ मलाई लागेन कहाँ माछा मार्ने हो त यहाँ हामी त हेर्न आयो माछा ढुङ्गा छैन किन आएको दियो ढुङ्गा सब बगायो भने करेन्ट हान्नुपर्छ यहाँ माछा भेटिन्छ साँच्ची इन्भर्टर ल्याएर हान्नुपर्छ क्या लाइटर लिएर हान्नु लाइटरले होला यार कस्तो गुडा गर्छ यार राको माछा पाइने जस्तो उठेको नि हेर्छ क्यामेरा फुर्बिया छ मौसम हेर्दैन उनी मारिँदैन गेङ्टा माऱ्यो भने गेङ्टा गङ्गटो मेरो चप्पल होइन एउटा लट्ठी मात्र समाज भट्लाइने माछाहरू त मेरो साली अर्कैमा गानै गाउनु ए पिसा लागि क्यामेरा यता नदेखाएको के पिसा लागि क्यामेरा यता नदेखाएको इधर देख
आइफोन भन्दा अलिक कम आउँछ नि दाइ दाइ हेर्नु ठिक छ दामी दामी भयो त भिडियो त क्वालिटी दामी आएन अँ। एकदम खतरा क्या दामी जङ्गल छ आहा। चप्पल हाल भने ढुन्डा म यता छैनन् क्या यार यता जाउँ तलतिर ढुङ्गा खाने नि एउटा माथि हुन्न माथि परेम्बा हुँदा आएर परेम्बा जारी आएदेखि नि त्यहाँ ढुङ्गा सुङ्गा जाउँ त अनि हिम्बा छैनन् बरु तल पनि छैनन् माछा तल जाउँ त यता यता यतादेखि हिँड्न यतादेखि झर्ना यहाँदेखि छिर्न मस्त कहीँ म झिर लाग्यो अरे पुरै झाडी छ हिम्बा छिर्ने नाइ मध्येमा आउनु चप्पल धासिन्छ हेर्दा मात्रै यस्तो होइन ए रुखदेखि आउँछु लुट्यासी तक 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 टिक 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 क्यामेरा पनि उता वे क्या है कहाँ है चप्पल को टिपना सकेर नबोला नबोला पकड़ लिया क्या अघि एउटा भला गालामा कपिराइट लाग्यो तिमी आँखा भयो किन लगायो त्यो भिडियो खै यार ब्याकग्राउन्ड म्युजिक मिलेन होला ब्याकग्राउन्ड म्युजिक मिलेन होला भने 6 मिनटको होइन भिडियो यति घन्टा भयो हामी यहाँ आएको बल्ल तल्ल एउटा भेट्यो खै देखा निकाल निकाल क्रैप्स भाइ आइज यहाँलाई छोप्ने आलु त्यो अब कस्तो डराउँछ यार है म यहाँ वारी आएँ एकछिन एकछिन रोक 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 पानीमा नआए पानीमा नआए गोङडा छन् देखा कहाँ गयो ए दिएन साफ पनि हुन्छ यहाँ फेरि बल्ल तल्ल एउटा त्यो नि 2-3 वर्षको भयो चट एकै पाए भर्खर यत्रो त्यहाँदेखि यस्तो यस्तो घुमेर आएर नि एकै पायो भेटेला जस्तो छ अझ के गर्छौ भरोसन भेट्यो भेट्यो हेर भेट्यो सर्व होला राम्रोसँग हेर डराउँदैन फेरि यहाँ अगाडि हात हाल्ने यहाँ यसमा ए प्याड यार चालू छ है क्या दाइ ओके गरे चालू छ क्या क्यामेरा लामो होला त भिडियो हाँ भिडियो लामो होला त लाम्बा त झन् राम्रो निकाल्न यार छिटो हात मुख त के हुन्न मुली सर्पर गाडी नि नदी छाटेर भाग्यो हेर देखिकन भागेको यता यता माथि गइगयो परे कहाँ पुग्यो परे मासु दे माछा कि भएको तँ त्यो क्या भयो ठ्यासै बिहा हेरे अलि फोकस त्यहाँ छ के आजकल अस्पताल नजिक आएको बे टाढा अस्पताल होइन राडा छोरा अस्पताल हो अस्पताल 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 अरे जाउँ अगाडि मिला छैन अब ढुङ्गा मासु भुट्टी निकालिदियो नि त परे परे निक्लियो पाते गाडी तिन सानो किथो यो को खाला यार यो अन्य ठाउँमा फोटो खिचेर राम्रोसँग मा अब उफ्रेर निक्लेन परे सेफ्टी पनि छ यहाँ क्या भेट्यो कि नै खोज्न यार फुत्कारे भेटायो के खिच्ने क्यामेरा हान्न एक देखा यस्तो यस्तो माछा यस्तो गर्न अर्को मछली खिच्न लाग्यो उड्यो भाग्यो
अगाडि गएर फोटो खिच्न म आएको छु के हो आयो कहाँ बात छ कति बे मार्ने त्यसलाई तडबिल मैले तडबिल मार्न यति उ छ नि यो रागो भन दाइ रोशन क्या प्रागे क्या भन्ने अब दयालु मान्छे के दयालु मान्छे पहिला यही त हामी उल्टा हान्नु सिकेको बाख्रा आएर काटेर लगु क्या लगेर भागिदियो के पा जस्तो छ हजुर पाते आम्मा पाते पाते छ सानो पाउँदा अलि ठुल्ठुलो पान हेर भर्खर त मैले पाँच हातले छोप्यो नि त फेरि यो त मैले एकै महिना कस्तो लाग्ला अझ मिल्ला कि त्यो नै बाख्रा टपकाएर हिँड्दिन हेर्नु त्यहाँ अगाडि के यार यहाँ जम्मा फारा रहेछ माछा उम्रिने बाख्रा टपकाएर जाऊ न हेर त्यही थैला भित्रमा हुन्न बाख्रा हेर बाख्रा लगेर जाऊ न पछि आएर यो भिडियो हेरेर बाख्रा लगाउनु आउँछ तर पिँडालु हेर न साग कति राख्नु यहाँ ओहो कामदार हेर न यता हेर्दा देखा त यो धामी माछा पायो कहाँ सानो बोच्छु बच्चो अरे तिमी चिलाएपछि बच्चो हो नि पहिला यो हाम्रो अड्डा हो नि यो पुरै बच्चामा यस्तो खेल्दा माथि जानु गाउँ चल्नु मन हजुर हो अब आउँछ नि माछा भनेको अब देखिनु मोबाइल गिर्नु क्या अहिले बाँध्यो के डर पनि मान्दैन यार इन्डिया त ट्यालेन्ट भन्ला थियो त नेपालमा ट्यालेन्ट जान्छ भन्छ सर्व के आउन कि हेर्न के मतलबै छैन अलि अलि कता हुन्छ नि डर भन्ने चिज नेपालमा पनि छन् ट्यालेन्टेड मान्छे माछा मार्ने क्या ट्यालेन्ट उता रे हुन त हो होइन अब छोप्ने तरिका अलग अलग हुन्छ होइन के अरे रोशन भनेको नेपालमा ट्यालेन्ट पासले जिस्काउन लाग्यो के भिडियो बना ओ घुँगटो आयो भिडियो चालु छ हेर न ऊ दाँती खायो के अहिले सेफ्टीले हालै गाइज यति ठुलो छ नि यो कसम यो खिच्न बुढो बरु दामी ल यस्तो गर यो छोड्दैन नि फेरि यसले टोक्या साँच्ची एकचोटि छोपाएपछि केला फुत्केला कहाँ छाड मेरो हातमा पडिसक्यो फुत्केला भन्ने चिज त हुँदै हुँदैन नि भाइ रोशनलाई दिएन हातसम्म त्यो पानी खाने रहेछ त्यो हो त सोच गाइज यसको चाक पनि सफा गर्नुपर्छ किनभने यसमा गु हुन्छ नि त गुवाको भिटामिन डी हो जाउँ अब अगाडि पिता ल्यायो छोड्दे बाइक छोडिदियो भने दाँत मात्रै छुट्यो यहाँ त भुटान हुन्छ यति भल्को आयो भल्को म त चिमाल्दैन भल्का आयो भल्का केटा पानी हान्यो ए भल्को ए रागो एकचोटि लाटे हानेर आएको थियो त कस्तो गर्दै चाहिँ उम्किन्छ अब जानु घरमा भिडियोमा त छैन त्यतै फुच्चेर तडबे मार्दो म फुच्च्याएन भाइ तै खाँदछ पछि यसो उल्टा भयो क्या क्यामेरा हामी खाने होइन बाबा मलाई जित्दिन कति भयो त्यो भएर नि गाडी गरेर जति के भयो पुरै बुलुर भयो पहिलो आज सुत्तु सक्यो झन् मुल फुटान अनन्त माथिको मुलु भयो नि त पुऱ्यो नि त पुरै खा कति बगेर आयो मुलु फेरि पाएको छ अझ अर्को नयाँ
खै आ निकाल आ काट्यो क्या हो दाजु है वाह च्याम्पियन काटेले रन्डीको छोरो थार थार तेरी थार थार यता यता देखा यता 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 देखा न 10 रुपियाँ छिन्टा हाल्यो अबको वाह टेक्निक थाहा छ नि भाइ हामीलाई टेक्निक के गर्नुपर्छ छाड्दिने यसलाई आफै छाड्नु नि नसमात्नु बढी जोरले नहाँसे त तैलेको मेन बोर्डमा आगैदेखि जानु गयो यता त यसको र मेरो त कामै छैन फेरि यहाँ होइन भन्न यसको पहिला फिनु बनाउँथ्यो नि फिनु आज प्लास्टिकको फिनु भएर यसको त केही छैन भ्यालु छैन राम्रो मलाई पहिलाको एक जमानाको त थाहा पाएको तर मुगे चाहिँ बिर्सी गयो फिनी बनाउनु पर्यो आउँथ्यो मुगे चाहिँ आजले पनि बनाउँछन् काका ए बटी 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 भिडियो बना बना आएको है तँ निकाल त निकाल आयो गाइस मछली असला मछला ए यार तेरी यहाँ फेरि अगाडि नताम्ने तपाईँकै अरे त्यो यहाँ राखेर त उही अगाडि ढुङ्गा आयो आइज हेममा हुन्न अब यति धेरै माछा रुक 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 यसलाई भन्छ गाई जुङ्गे माछा है यो त अलि सानै छ तर मिठो हुन्छ एकदम यो अलि हाल्ने तरिका चाहिँ अलि डेन्जरै हुन्छ फेरि हाम्रो नाक सर्दीले मात्रै हुँदैन परे 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 4 खुट्टे भएको त ए 4 खुट्टे माछा 4 खुट्टे माछा नलाग्यो 4 खुट्टे भएको त यार इन्द्र त मुगे त के रे रसदुले गरेको गोगटा इन्द्रतिर रसदुले गरेको अर्को आयो गाई अर्को गङ्गटो पक्का हक निकालिरहेछ जे होस् केटोले यता मुजी अगाडि त्यहाँ उभिन्छ कि अनि मेरो खुट्टा फुट्दा इब्दैन क्या बता फुरुनी बाई त माछा मार्नु नआए पनि भयो त ल चल 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 छिटो गर अब यति भला गुनाएर अब सिधा पछि बनाउला एकछिन पछि यहाँ आन अगाडि छिटो के भयो त भाइ गङ्गटो अहिले कट गरिदिनु ल खै के हो गाडी गर्ने मन लाग्दैन है यस्तै टुगाइ दिनु सर्दी लगाएर यस्तो बस्दै दियो नयाँ पाइहाल्यो हजुरको झिङ्गे माछा जुगे कि जुगे कति पाउँदो भयो यार माछा भने जाउँ घर झ्याउ लाग्यो अरे एक कुइन्टल भएको अन्न खै देखा देखाइदियो त बिना राख्नु भयो भाइ हजुरको भाइ केटा यहाँ हुन्छ चाहिँ घुमटा त्यो चप्पल चाहिँ हुन्छ क्या चप्पल ल्याएको हराललाई चप्पल ए हाम्रोसँग त्यही त जाने यति ढुङ्गा खान त यार यहाँ माछा नआउनु क्या भयो उल्टादेखि बनाएको क्या फेरि अर्को अर्को फेरि भाइहाल्यो पाउँछ अब कति पाउँछ कसै बस्दै यस्तो क्यामेरा ठडाउँदै हेर्दै गर्ने हो अल्छी लाग्छ मलाई किन अब अघिदेखिको माछा पाउँदैमा भनिरह अहिलेसम्म एक माछा मारिसकेँ अनि तेरा हात्ती के छिटो छिटो के निकाल्ला जस्तो छ है के देखिरह है दाइको चारवटा छन् कि यहाँ दुवाल पनि
यस्तो गर है नागोसँग हिँड्न पाएपछि पाएन ल गर गर्न गर्न टिक टिक त्यो मुझे अरू काम चोर्ने होइन आफ्नो नयाँ बनाउने यति ठुलो छ ल रातमा के छ ठुलो रात मुजी माग कसम सर्प आउनु के भागा भाग त्यही भने तिमीहरूलाई हाँसो मजाक लागेर मलाई काट्ने जस्तो डर लाग्यो अस्पताल नयाँ खुल्या देख्थ्यो नि नजिक अहिले आफ्नो कसरी भन्यो भने त के अरे अहिले अस्पताल भन्यो अन्त के भन्दै अस्पताल भन्दै होइन भनेको त्यो बानी जस्तो भयो उधार बानी 2 दिन परे आइगयो वा जिम गर्न जाने जिम भिडियो बनामा ठास्ने भिडियो बनाएको हिँड्नु गाडी गर्न हाल्दैन न त रुक जुम ल यसले टोक्या बाजी अहिले मलाई कस्तो हुन्थ्यो होला हालत खै नजिक ल्याउन देखा उता फर्का लास्ट ठुलो छ र तर बाहिर देशका रात हुन्छ नि हाम्रोमा काला यहाँका माने तेलमा भुटेर बनाउँदा नि होइन यार त्यहाँ हुन्छ नि राता समुद्रमा पनि हुँदैन यहाँ नेपालमा होइन काला मान्छे जस्तो मान्छे जस्तो नि त्यस्तै वातावरण हल्का मिलेन नि त फडफड्यो है हड्डी नाचेर त्यो दुबै भाते देऊ उफ्रिहाल्ने देऊ चाहिँ लबरको होला हेर बिजलीको भाते ए बा यो आयो त कनेक्ट वाइफाई जस्तै कनेक्ट हुँदैन ए माछा माछो नभएपछि हो भने ग्यारेन्टी दिइसक्यो त काहीँ लामबाट सर्प निकाल्नलाई ध्यान दिएर सर्प जरो होला लास्टमा साथी निस्किनु कि दुवाले त हे नआयो यत्रो भाग्ने चाहिँ एम्बाई सिधै माथि यसले धक्का यसलाई फाल्दिनँ दिदी नाच्ने भाग्यो बच्चा हुनु के रे भुटी गाइस के असला माछा मुजी फुत्केला ध्यान दे छि माछा गन्ध आयो तेरो आतम भाइ छिकिनु नलाए वाह भन्न नाइ जिया छ त्यही हो छि भन्दाखेरि पछि नाइस गर्दा त ए अर्को गयो मुजी फुत्क्यो तेरि गाली नगर मुजी नभन सी हाल्दिनँ म अहिले भर्खर पल्टाएको होइन ढुङ्गो अहिले भर्खर पल्टाएको ये बात अर्थ आयो सर्व त्यो ढुङ्गो निकाल न त्यो परिबाट पानी देख्दैन त्यसमा उन्न म छ ढुङ्गटा छैन कि यहाँ त्यस्तो त्यहाँ परिको ठुलो ढुङ्गो भने मद्दो हाम्रा थाहा नलागे माछा मारे मान्छेले आगो अगाडि आइज अब अगाडिदेखि सर्प अघि कुरा काट्दिँदा यस्तो त हुने होला धुन्नै टोकेन मलाई मुजी खै मैले त उसु चिया गएँ भट्टी माछु चुप्न लागेको यार म त हुब्ल्याइसकेँ परे परे टाउको निकालेको यो पल्टा न हान्न जाँदो भयो पल्टान त्यो पर यता गोली हाल्नु पल्टान यो वाला ए भाग ए आने मारे भाग गन कहाँ डाँडा गयो डर लाग्यो मलाई त आँखाले पनि मुजी मुटुवाला गइगयो यार क्यामेरा देखिगा क्यामेरा क्याप्चर भएगा कहाँ यस्तो देखाउन लाग्छ ठ्याक्कैमा बन्द गराएन क्या मैले भिडियो माथु कहाँ गएँ अत्तिको फोटो चाहिँ हालिदिनु पर्ने पछि मेरो त मुटुवाला गइगएन भाइ जाउँ है सर्व भन्दै लाटो सक्छु आमा यो त हो यार अहिले त निकै हात हालेर पल्टाउ त बस्छु राम्रै हात तिम्रो हात तान्यो मैले त्यसलाई गएको थिएँ धोर धोर्नु लाग्दैन निक्लियो पानी सापमा आटो क्या केही नहुँदो डर त लाग्छ नि त यार साप त साप नि यार चिप्लो भाइ जाउँ यति हेर
अब त अगाडि बिँदैन सर अगाडि आउने रहेछ अगाडि बुझेन तिनीहरू अगाडि आएर म त यसो भ्याएको कहीँ पनि हल्लेन यार तिनीहरूले भिडियो गरेको नि हल्लिएको नै भने बिचरा म जहाँको दि जाम्बे जस्तो भएछ खुट्टा पनि पछि हाम्फाले त सब तैँले भुजिको बोल्न ल्यायो कि जे पनि आउँछ है भरे च्याप बिना काममा यसले त्यसै मजाले सोध्दियो ए भन्नु आएर म यति कमजोर नदेखाउनु लास्टमा देखाउने लास्टमा देखाउनु फ्यामिलीले सब अझ सर पाउँछ फिक्सै त चुत्तो नबोलाउने काहीँ त्यो त जाल लगाएर गयो त डुबल्ला त्यो त भल्को पो त्यो भल्का हो त्यो भुले सुन्न फाले यार सर्पले माथिमा गएर राम्रो राम्रो हो आयो माछा मार्नु छोडेर हिँडियो गइदियो माथि त्यहाँ सर्प आयो डर त लाग्यो यार मलाई खानु लाग्यो तपाईँ ल मलाई टोटल देखा आजको टोटल रोक्न घर त पुग्न थियो अनि देखाउन लाग्यो भन्दै त रियाक्सन कस्तो भयो चाहिँ सर्प आयो त्यहाँ पनि यार लास्टै डर लाग्यो अब ढुङ्गो निकाल्दाखेरि सिधा माछा निक्लेर सोधेको त सर्प निक्लेर भागा भाग हुन त मैले पनि अगाडि बाम माछा सिधेको थिएँ बाम माछा सिझेर छाडिदिएको त पछि सर्प आउँछ क्या भागिदिएँ म पनि तेरो क्या रियाक्सन छ रोशन त्यसले देख्दै देखेन के भनौँ घर गइन्छ चट्ट बनायो